सो गाइज वेलकम बैक टू माई न्यू भिडियो। आज हामी जाँदैछौँ अत्तरियादेखि पूर्णागिरी। आज हाम्रो पुरै परिवार पूर्णागिरी जाँदैछ भगवानको दर्शनको लागि। र यहाँ सुरु भइसकेको छ। हामी लगभग सबै बसिसकेका छौँ। यहाँ ड्राइभर उहाँ छन्, पप्पा यहाँनिर बसेका छन् अनि हाम्रो हेर यहाँ खतम भइसकेको छ। यहाँ ठाउँ छैन। अब मैले कहाँ बस्ने हो थाहा छैन। सबै बसेको छु। ल यति हेलो भन्नुपर्छ। हेलो टायर त के लागेको छैन। कस्तो बजाउनु के त भएर यहाँ सिङ्गर गाउन लाग्छ के हाजेर हामी महेन्द्रनगर पार गरिसकेका छौँ। अब इन्डियाको बोर्डरमा पुग्नेवाला छौँ। यहाँ ड्याडी म दिदी अगाडि अगाडि मान्छे हिँड्न लाग्छन्। बाल छैन कसैलाई पुऱ्याएर पप्पा। यहाँ हामी मजाले भाइब लिँदै हिँड्ला छौँ। मस्त छ आज। अब हामी भारतको बोर्डरमा पुगिसकेका छौँ। भारत में आपका स्वागत है लिखा हुआ है आगे गेट में। त्यस्तो दामी मौसम छ आज। मस्त रमाइलो छ। हामी भारतको गेटमा पुग्न आँटिसकेका छौँ। यहाँ यस्तो दामी नजिक छ। हम्पालिदियो जस्तो लाग्ला छ। यस्तो गर्मी भइरहेछ। हामी भारतको गेटभित्र छिरिसकेका छौँ गाइज। ल प्रस्थान भइसकेको छ। भारत में आपका स्वागत है लोग। इन्ट्री गेट भित्र पहिला छिरिसकेको छ हाम्रो। जय माता दी। पप्पा अटोमा छिरिसके। भारतको गेट भित्र आगमन भइसकेको छ। सबभन्दा अगाडि ठुलो मिको। फाइनल्ली गाइज हामीहरू अब महाकाली नदीमा पुगेका छौँ। पुगिसके यस्तो हावा आउला छ। बाबरे मोबाइलै उडाउला जस्तो छ। उहाँलाई छ हेर्नु सक्नुहुन्छ। यहाँको भ्यू यस्तो निलो पानी अहिले हम्पाल्दै मन लाग्ला छ। लास्टै चिसो छ। कर्णालीको याद आयो मलाई यहाँको यो देखेर। दामी हावा आइरहेछ। यहाँ यिनीहरू यहाँ फोटोमा व्यस्त छन्। तिर लागे तर यो टेम्पोमा घाम रे दिमाग खराब भइसक्यो गाइज हैन। यहाँ सब कोची काचेर बसेका छन्। दिमाग सुन्किसक्यो यता। यहाँ जो लामा मान्छे उनलाई लिएर यहाँ फोटो हेर्दा लाछन्। लास्टै गाह्रो भइसक्यो यहाँ। लामा मान्छेलाई त टाउको दुखेर खतम छ यहाँ। टाउको लागेको लागि छ। के बोल्न चाहन्छ कि लगभग पुगिसकेका छौँ पूर्णागिरी। यहाँ यसो भोक लागेर यहाँ खाजा खाँदैछौँ नास्ताको स्टलमा। यहाँ पानीपुरी भैया कैसे हो? बढ़िया। चटपटे पानीपुरी यहाँ सब खा रहे हैं। यहाँ रेस्ट कर रहे हैं। टुल्लेडी कसो हो? शीशोमा कसो खाल्ना छौ? बरफ खाल्ना छौ? 200 मिलियन के लिए कितने बाकी आप? हाँ 2 मिलियन मिले। भैया के राज किधर क्या है यार। बहुत मजा आया यार खाने में। नाश्ता अच्छा लगा। ये देख सकते हो आप लोग। दर्शन गर्नतिर लाग्ला हन् यिनीहरू। जय भोलेनाथ। जय शम्भु। जय भोलेनाथ। जय शम्भु। साइडमा भगवानको मूर्ति यस्तो दामी दामीहरू छन्। हेर्न सक्नुहुन्छ। वाउ यस्तो दामी मूर्तिहरू छ। अब यो जति मन पर्यो त्यति कहाँ लग्न सकिन्छ। अब जो हल्का मन परेछ त्यो लग्नु पर्ने हो।
राम्रो यस्तो दामी भ्यू छ। अब माथि चाहिँ कस्तो हुन्छ भने थाहा भएन, माथि झन् राम्रो हुन्छ सायद। यहाँ यस्तो दामी भगवानको मूर्तिहरू छन्। दिदीभाइ पुगिसके अगाडि, उनीहरू कहाँ बस्छन्? चरण पादु प्रवेशद्वार पुग्ला छ, हामी पुगिसकेका छु। अब यहाँ हामी जानु पर्छ। उनीहरू कहाँ बस्छन् मतलब छैन, हामी दिदीभाइ यहाँ पुगिसके। भगवानको मूर्तिहरू पनि छन्। जय श्री राम, जय हनुमान, जय गणेश, जय श्री गणेश भगवान। पुगिसकेका छौँ र हामी अब मजाले सुत्ने परिक्रमा चलिरहेको छ। यहाँ सब थाकेर बुङ्गुर थकाइ भइरहेको छ। नेममा सब बुङ्गुर थकाइ भइरहेको छ। सब थाकेका छन् आज। अब भोलि बिहान अझै कति पो हिँड्नु छ अरे। त्यसलाई त कासो पनि लाग्यो यहाँको। पल्टी अब हामी अहिले खाना खाना बसिसकेका छौँ गाइजहरू होइन। यहाँ अब खानाको वेटिङमा छन् सबै। उहाँ दुईजना चाहिँ खान लागिगए होइन। अब यहाँ खानाको वेटिङमा छन्। लास्ट भोगाया छन्। देखियो सब देखिन छन्। हामी त चाउमिनवाला हौँ, चाउमिन खानेवाला हौँ। यहाँ भोगले पानी खान लाछन् बप्पा भोगले। अब हामी पूजातिर निस्किसकेका छौँ होइन। लगभग रातिको 2 बज्यो, 2-2:30 बजे होला। हामी निस्किसकेका छौँ अब पूजाको लागि। लगभग रातिको 2:30 बजेको छ। अब यसो पूजा दर्शन गरेर अझै फर्केर अनि खतरा भिडियो बनाउनुपर्छ। अब उहाँ गएर भिडियो बनाएर पूजा दर्शन गरेको देखाउँछु गाइज। जय माता दी, जय पुण्यगिरी। अहिले फाल लागेको जय माता दी, जय। हामी निस्किसकेका छौँ अब दर्शनको लागि गाइज। यहाँबाट आउनु लाग्छन् सबै। तलबाट मान्छे आउनु लाग्छन्। आज खतरा भिड छ। अब लाइनमा छौँ। लाइनमा चाहिँ बाँकी छ हामीहरू। धेरै भिड छ आज। पुग्दा आधा घन्टा भइसक्यो। अहिलेसम्म पालो आएको छैन। यहाँ स्टकमा छ लाइन गाइज होइन। यहाँ खुट्टा दुखेर हैरान भइसक्यो। लाइन अहिलेसम्म स्टार्ट भएको छैन। यहाँ जाने मान्छे जान्लाई छन्। अब कति बेला अब आउने खै थाहा छैन। उही बेलासम्म बसिरहेको पर्ला। यो त थाक्यो। यो त कट्टर देखिएछ आज भक्त, कट्टर भक्त मङ्गेश्वर के हुनु लाग्छ टाइम। बहुत अच्छा, बहुत अच्छा। जोर से बोलो जय माता दी। 1 घन्टाभन्दा बढी भइसक्यो। अहिलेसम्म हामी मन्दिरमा पुगेका छैनौँ। खुट्टा यस्तो थुरिसकेको छ। 1 घन्टाभन्दा बढी भइसक्यो। 2 सेकेन्ड आधा घन्टा बस्ने। अझै 1 किलोमिटर बाँकी छ। अगाडि भिड यति धेरै छ, कुरै छोडिदिनु। भिड त खतम छ। आज भिड खतम भइसकेको छ। यहाँ हरेकचोटि ढलै छ। मिडमा झ्याप छ पुरै। जहाँ बस्ने ठाउँ आयो त्यही हो। त हेर पोज सुत्या पोज अरू सब उठा छन्। खतम भइसकेको छ। सियासी चाहिँ हो। फाइनल्ली डेस्टिनेसन पुगिसकेका छौँ गाइज। अगाडि गइसकेका छन्। फाइनल्ली उता पहाडका डाँडाहरू त्यहाँ माथि हो। निस्किसकेका छौँ अब। यहाँ यत्रो ओह्रालो छ। यहाँबाट मजाले जाने हो। सब भइसक्यो। गाइस हाम्रो ब्लग सकिसकेको छ। पूर्णगिरीको यात्रा
एकदमै रमाइलो भयो, मजा आयो। आहा, खुट्टा दुखेर हैरान भएको छ। अब 2 दिनसम्म सुत्ने हो। लाइन गएको छ, पर्स्यान भएको छ, मोबाइलमा चार्ज छैन। नास्ता पानी अब एकछिनमा खाइन्छ अनि त्यसपछि घरतिर चलिन्छ गाइस। ल, थ्याङ्क्स फर वाचिङ माई भिडियो। If you are new at the video, please like and comment and subscribe.